भ्यूलाई चाहिँ एउटा अफर छ फेरि माइवाडनको कि तिमी एकदमै हिरोइन हुनु पर्यो रे कुलसँग रोमान्स नगर्ने हैन कुलसँग त रोमान्स हान्ने म त के भन्छ नि कस्तो रोल हुन पर्यो नि भ्यूको राज गुरुङले भ्यूलाई चाहेको भित्रभित्र तर भ्यूले चाहिँ मलाई चाहेको भ्यूले मलाई चाहेको राज गुरुङले भित्रभित्र भ्यूलाई चाहेको मैले चाहिँ भ्यूको भित्रभित्र चाहेको तपाईँ चाहिँ बाहिर बाहिर कुरा एउटै त नि है तेरिका तपाईले उलाई लभ गरेको तर भ्यूले तपाईलाई लभ किनकि मेन डनलाई छोडेर तपाईलाई लभ त गर्दैन नि त भ्यूले मेनलाई चाहिँ गर्दैन भ्यूले मलाई गरेको डन त तपाईको के हुन्छ भने उ लेजेन्डरी हुन्छ माइलो डन त्यही त त्यसो भए तपाईले उलाई गरेको तर उले मलाई गरेको अनि तपाईले उसको चक्करमा तपाईको र मेरो ठुलो दुश्मनी लडाई झगडा अनि लास्टमा फेरि हाम्रो मित्रता हुन्छ तपाईको र मेरो त्यस्तो देख्नु अनि सुन्नु अनि डनको त एउटा आँखा पनि फुटाल्दिन्छ नि हात खुट्टा पनि भाँदिन्छ नि डनको कहिले भाँदिन डनले अरूको फुटाल्दिने डनको कहाँ फुटाल्छ हैन तपाईले अनि सुन्नु यस्तो गर्नु कि तपाईको एउटा आँखा भाँदिएको हुन्छ राजले हैन तपाईले आँखा सुन दाउद इब्राहिमको अन्डरवर्ल्डको डन कसैले आएसम्म आँखा फुटाले आखन कसैले खुट्टा भाँचे यो भ्यूले भनेको थाहा छ मैले बुझ्छ कि एउटा आँखा छोपेको त्यो अमृत स्टोरीको रोल जस्तो एउटा अर्को आँखामा हौका 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 राख्ने कि यसरी यो अब मेरो हातमा भेप भयो हैन त्यसरी हौका त्यस्तो हुनु बरु चाहिँ टाइगर राख्ने अगाडि ठ्याक्क छोटा माइला डनको यतातिर टाइगर रहन्छ टाइगरलाई मसार्छ अनि कोही चाहिँ अगाडि पछाडिबाट मान्छे आउँदाखेरि पुरा झम्टन खोज्छ चाहिँ टाइगर त्यस्तो किसिमको राख्ने कुरा चाहिँ मेरो पिंजरामा पाइन्छ नि त टाइगर त्यसलाई ट्रेनिङ गराएर अनि मलाई एउटा सिरियस कुरो पक्नु माइवाडन एकछिन आज राजजी म आई एम टेलिङ भेरी ट्रु है सिरियसली मैले निर्देशकसँग पनि भविष्यको निर्देशक यो फिल्मको उहाँसँग कुरा गरेँ 200 वटा मिडिया राखेर हामी पत्रकार सम्मेलन गर्छौँ यसको घोषणा हुन्छ अब भोलि म चलचित्र विकास बोर्डको अध्यक्ष दिनेश ऋषिलाई भेट्दैछु यो नाम रजिस्टर गराउनु परेन फेरि अर्काले चोर देला पहिले गएर माइला डन नाम फाइल गराउँछु म भोलि कानुन त त्यसो गरेपछि हाम्रो ब्रान्ड भयो त्यो हाम्रो ब्रान्ड त अरूले कपिराइट लाग्छ नि त माइला डनहरूले राख्न पाउँदैन होइन अनि 1-2 मैले गीत पनि लेखिसकेको छु माइला डन र भ्यूको डान्सको लागि मैले सोचिसकेको छु गीतकार पनि मै हो यसको डान्स डाइरेक्टर अर्कै हुन्छ द्वन्द निर्देशक अर्कै सुन्नुस् है मैले जोडिएर सम्भावित मान्छेहरूको कुरा पनि यस्तो हुन्छ अनि यतातिर भ्यू र म डान्स गर्छौँ उतातिर राजले सपनामा देख्छ भ्यूलाई अनि ऊ एक्लै डान्स गरेको हुन्छ उतातिर त्यस्तो देखाउने मजाले सिकानीसँग च्यापेर डान्स गर्नु हैन के तपाईलाई उहाँले भ्यूलाई छुन हतपत कुलबाईलाई त दिनुहुन्न भ्यूलाई छुन उहाँले त्यस्तो हुन्छ हैन एकचोटि आउँछ राज भेट गर्न आउँछ भ्यूलाई तर भ्यूले चाहिँ खासै वास्ता गर्दैन राजको ऊ आउँछ उनीहरूको दोस्ती गर्न भ्यूको जिउमा हात लगाउन कसैले पनि नपाउने खालको उहाँको ताराशाही घोषणा छ के माइला डनको हो मतलब भ्यूलाई चाहिँ माइलाजी सुन्नु मैले पनि राम्रो चिनेको छु पुण्य दाइसँग म कुरा गर्छु हैन अनि सुन्नु अनि ल एउटा दाइ एउटा डायलेक्ट सुनिदिउँ न त हैन हुँदैन ल एउटा अस्तिको भन्दा डिफ्रेन्ट खालको डायलेक्ट सुन्नु के ल अब मैले राज भाइसितको उ गर्छु है राज भाइसित जो मेरो राज भाइसित जो मेरो फाइट पर्छ नि ऊ एउटा इलाकाको डन हुन्छ म एउटाको डन हुन्छ अब म राज भाइसित जान्छु गएर सुनौ है सबै चुप राज भाइको नाम हुन्छ त्यहाँ चाहिँ के हुन्छ पीके डन पीके डन अथवा पीके डन नभए पर अथवा डक्ले हुनु टाइगर हुन्छ नाम टाइगर हुन्छ राजको नाम टाइगर भनेर राजको नाम घोषणा हुन्छ सुन्नुहोस् है टाइगर सुन्नुहोस् म जान्छु मैले के भन्छु अनि हे टाइगर सुन हे टाइगर हिजोसम्म त साला दुश्मनी गरेर बसेका थिइस् मलाई मलाई मास्न खोजेको छस् मलाई मासेर त कहाँ आउँदो लाग्छ अरे पठा तेरा 2-4 चाहिँ नपर को छन् तेरा चाहिँ नपर गुण्डाहरू पठा तँले चाहिँ माइलो डनलाई चाहिँ नपर खतम पार्न सोचेको छस् खोजाऊ केटा चाहिँ नपर टाइगरका चाहिँ नपर को छन् समुद्र मुनि लुकेका छन् कि आकाशमा गएका छन् कि धरतीमा बिलाएका छन् खोजेर ल्याऊ होइन भन्ने 24 घण्टा होइन भन्ने तेरो सारा चाहिँ नपर तेरो चाहिँ नपर पुरा राज्यलाई नै खतम पारिदिएर चाहिँ नपर तस नस गरिदिने चाहिँ नपर माइला डनले हिक्मत राख्छ अझै बिउला ताक्छस् त्यहाँबाट अर्को झगडा त्यस्तो हुन्छ
माललाई यार आउटस्ट्यान्डिङ आइन्दाबाट तैँले मेरो बिउलाई तैँले आँखा लाउने या सपनामा देख्ने गयो तेरो 14 पुस्तामा सखा पारिदिन्छु भन्ने हो क्या डायलग होइन दाइ हो किन भन्नु पुग्ने दाइ टुक्रा टुक्रा पारेर चिल गिद्धलाई खुवाइदिन्छु अनि राजको डाइवा के हुन सक्छ राजजीले नि दिनुहुन्छ अब राजले त हे माइला डन आफैलाई तैँले चाहिनु पर्यो इलाकाको ठुलो चाहिनु पर्यो डन नसोच मित्रता गर्न आउँछस् भने आइया 24 घण्टामा होइन भन्ने हो भने तेरो पुरै चाहिनु पर्यो सब चाहिनु पर्यो तेरो डनको चाहिनु पर्यो सत्यनाश बनाइदिन्छ टाउको झोलामा हुन्छ फेरि टाउको झोलामा जिउ खोलामा दाइ पुण्य दाइ अनि यस्तो भयो कि सुन्नु मुभीमा हामीले डनको मात्रै रोमान्स टाइगर डनलाई पनि रोमान्स हुँदैन तिमीले वान्स अपन इलाका तेरो पर्खन हे टाइगर इलाका तेरो मान्छे तेरा समय तेरो तर बिउ मेरो चाहिँ मेरो हैन हैन बिउ मेरो सबै मेरो बिउ मेरो भन्नु ए बिउ मेरो भन्नु रोल क्यामेरा इलाका तेरो धमाका तेरो मान्छे तेरा समय तेरो तर ऊ मेरो वाह 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 पत्रा गयो यार अनि के हामी चाहिँ ल राजको पनि सुनौँ ल अब यता उहाँ पुण्य सरले लेख्नुहुन्छ अब उहाँले चाहिँ अब यो मालदाईको चाहिँ माइला डोनले चाहिँ अब मलाई त्यसै थर्काइरहेको छैन मैले चाहिँ कसरी चाहिँ अब उसलाई फेरि डिफेन्स गर्नु पर्यो त तपाईले तपाई अलि यङ नयाँ खुनको हुनुहुन्छ के नयाँ उमेरको नयाँ खुनको डन हो हैन उहाँ चाहिँ अलिकति तपाई जस्ता 2-4 जनालाई डनहरुलाई हत्केलामा नचाउने खालको बाठो डन हो उहाँ तपाई चाहिँ कस्तो भने तपाई सारै बलियो पनि हो बहादुर पनि हो तर तपाईको ब्रेन भन्दा बढी शरीर चल्छ माइलोको दुवै चल्छ दिमागको बत्ती पनि जल्छ चारैतिर ध्यान दिन्छ पहिला तपाईले माइलोलाई बुझ्न सक्नुहुन्न माइलो डन भावुक पनि हुन्छ इमोसनल पनि हुन्छ त्यो वेलकमको नाना पार्टी गर्छ हैन माइलो डनलाई इमोसनल बनायो भने लाख करोड पनि थाहा पाउँदैन अनि माइलो डनको एउटा कमजोरी के हुन्छ भने उसको आमा चाहिँ उसको ठुलो कमजोरी हुन्छ अनि तपाईले आमाको नाम लिएर भावुक बनाइदिनु हुन्छ एकचोटी अब हुन्छ तपाईहरुको लफडाको सुरुवात चाहिँ बिउको कारण भयो बिउ फेरि सबलाई थाङ्नामा सुताउने माइलोलाई पनि भ्रम पार्ने तपाईलाई पनि पार्ने उता कुलसँग उसको रोमान्स जोडिया हुन्छ अनि यहाँनिर ट्विस्ट कस्तो हुन्छ भने पछि बिउलाई कुलबाई प्रति एउटा शंका हुन्छ फेरि कुलबाईले चाहिँ उता श्रुति खनालपट्टि चक्कर चला हुन्छ श्रुतिलाई पनि राख्ने यहाँ सुन्नु म भन्छु त्यहाँदेखि माइला डोनले मलाई के भन्छ नि समय तेरो ठाउँ तेरो मान्छे तेरो तर बिउ चाहिँ मेरो भनेर माइला डोनले मलाई सम्झाएन जुन केटीको लागि अहिले विश्वास एकदम आत्मविश्वास गरेर मरि मेटे गरिरहेको जस्तै माइला डोन एउटा भनाइ छ नि नेपालीमा हाड बिनाको जिब्रो र यो बिरको बिनाको यसको भरोसा हुँदैन त्यही भएर छोरी मान्छेको विश्वास नगर्नु एक दिन धुरु रुनु पर्ला माइला डन त्यही भएर मसँग पंगा लिनु भन्दाखेरि छोरीमा के मसित पंगा लिँदा नङ्गा औला फेरि भन्दिनु नि त कुनै दाइ हात मिलाउनु यो त राम्रो भयो है दाइ हो किन भन्नु मसँग पंगा नले राज टकले त नङ्गा होला यसो टुङ 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 अब तिमीले यसो फर्स्ट भेटमा तिमी र माइला डनको भेट हुन्छ तिमीले माइला डनको मन कसरी चोर्छौ एउटा डायलग पेला त अनि मैले चाहिँ राजसित फाइट गराउनको लागि उलाई पठाउँछु छोटे डनलाई जब राजको र मेरो दुश्मनी हुन्छ नि छोटे डन फाइट गर्न जान्छ रविचन्द्र ठकुरी राजसित दुईटाको भम्सान म त लास्टमा म त मेन लिडर भयो नि त म मेन लिडर भएको कारणले म हत्तीपुत्ती चाहिँ नपर्यो उसित लड्न जान्न मैले आफ्ना सेना पठाउँछु उलाई पठाउँछु कसलाई रविचन्द्र ठकुरी छोटे डनलाई छोटे डनलाई उसले हराउँछ राजले हराउँछ छोटे डनलाई राजले हराएपछि लास्टमा म जान्छु हतियार लिएर उसित यस्तो गर्नु दाइ माइलालाई धरधराबाट तल फाल्ने रोलमा हैन हामीले ठीक छ मालदाईले के भन्छ भने मलाई फेरि भन्नु त के समय तेरो फेरि मलाई भन्दा म त्यस्तो जवाफ दिन्छु ल समय टाइगर 24 घण्टामा मित्रता गर्न आउने भए आइज होइन भन्यो भने समय तेरो इलाका तेरो मान्छे तेरा ठाउँ तेरो सब कुछ तेरो तर ऊ मेरो सुन माइला साना साना भुसुनाहरूलाई मस्किटोहरूलाई हप्काएको जस्तो लाग्छ यो टाइगर डनलाई ठिक छ मैले सहमत गरेँ मन्जुर भयो तपाईँको भनाइमा म तर बिउ
समय मेरो ठाउँ मेरो तर भ्यूको नाम भ्यू हुँदैन भ्यूको नाम अरू केही राख्नु भ्यू पनि तपाईको हैन समय तेरो ठाउँ तेरो भ्यू पनि तेरो तर छालाको तरवार चाहिँ मेरो छालाको तरवार त्यो त हुँदैन त्यो छालाको तरवार त्यो भन्न मिल्दैन त्यो एउटा कमेडीमा जान्छ फेरि छालाको तरवार भनेर तपाईको छालाको त्यो लाउँदैन दाप क्या हुन्छ नि छालाको पनि त पक्की हुन्छ नि त त्यो अलि कमेडियनमा जान्छ हैन अहिले यस्तो हुन्छ सुन्नु म त स्क्रिप्ट राइटर मेरो कुरा सुन्नु पर्यो नि त जस्तो पहिले एउटा आवाज आउँछ आछ्यो खायो बाछ्यो खायो झुसे बारुले के भनिस् पोटेटन भनेर उहाँले रविचन्द्र यस्तो हुन्छ आछ्यो खाए बाछ्यो खाए बच्चिम पनि खाए याद राख टाइगर तँलाई खान नपरोस् तपाईले हैन त्यस्तो दिन आउँछ के सुन्नु पुण्य दाइ मेरो एक्टिङ के हुन्छ भन्दाखेरि म गन बोकेर आउँछु हैन म पुरै सिकेको हुन्छु कि म हैन हुन्छ नि हैन ट्रेनिङ गर हैन ब्ल्याक बेल्टको ट्रेनिङ मैले तिमीलाई गराउँछु जब तिमी मसित चाहिँ एन्ट्री हुन्छौ नि अनि तिमीलाई पुरा कमान्डोको टेस्टिङ मैले दिन्छु तिमीलाई पुरा त्यस्तो बनाउनु पर्छ डनले दिनु यस्तो के तिमीलाई माइलो टनले छोड्नु नहुने हो माइलो टनले स्क्रिप्टमा हस्तक्षेप गर्नुहुन्छ रोमान्सको सिन अरूसँग दिनु पुरा ट्रेनिङ यिनलाई पुरा ट्रेनिङ गराएर मेरो साथमा पुरा 8-10 जना ढलाउने चाहिँ नपर गराइदिन्छु मैले त्यस्तो अनि एक दिन अनि राजसित पनि यिनीहरूको गम्सा गुम्सी भेट भएको यसो देखाइदिनु पर्छ दुईटा अब भ्यू सबैको डायलग भयो तिमीले दुईटा डायलग भन्नु पर्यो एउटा माइला टनलाई आफ्नो कब्जामा लिन प्रभावमा पार्न फकाउने एउटा चाहियो तिम्रो माइला टन पुरा तिमी शङ्का भइरहेछ पुलसँग तिमी लस्कियो कि भन्ने त्यतिखेर अलि बेवकुफ बनाउने टाइपले के डायलग पेल्छौ माइलालाई ल पेल यस्तो के दाइ म अब तपाईहरुको यत्रो डायलग हैन यस्तो हुन्छ भ्यू मैले कुरो काट डायलग त तिम्रो मुखबाट पनि सुन्न पर्यो कतिको तिमी बोल्न सक्छौ भन्ने कुरा त हामीलाई थाहा हुनु पर्यो नि त एकचोटी बोलेर तिमी माइलाको अपोजिट हिरोइन हौ त्यो त धम्की भइगयो नि अलि प्रेम दर्शन पर्यो के प्रेमपूर्वक भन्नु पर्यो के धम्की त का धम्की अब कौ न अलि इमोसनल हो हाँस्छौ बाबु एकछिन नै म डायलग कति गर्न सक्ने हैन हैन थाहा हुनु पर्यो हामी त बोलियो राज हैन म त बोलियो हैन एकछिन पानी झर्किनु पर्यो नि त आँखामा गीत मजाले छ ब्ल्याक प्यान्थर गीत विभिन्न छ यहाँ डाइभर ममाइलो भन्ने टाइपले डन ममाइलो रोएर हैन सिरियस भएर हैन के यस्तो हुन्छ प्रेममा फसाउने त कप्टी गरेर हो के छल गरेर स्मार्ट बनेर ब्युटिफुल बनेर हैन डान्स गरेर मलाई डान्सबाट प्रभावित गर्न पर्यो हो नाचेर सम्मक चलो डान्स तिम्रो डान्स देखेर म फिदा हुन पर्यो काटा लगा टाइपको एउटा उसको बिउको डान्स देखेर तपाईको फिलामा हुनु पर्यो फिदा मतलब म चाहिँ बिउको फिलामा हुनु पर्यो त्यो सिरियस भएर रोएर कराएर हैन के उनले चाहिँ पर्यो देखाएर रोमान्स हैन म यसरी बसिरहेको हुन्छु हैन ओ हैन के तिमीले डान्स गर्ने हो डान्स हैन पहिला त लजाएर एउटा डायलग पेल्नु पर्यो डान्स एकछिन पछि माइला जी के भने माइला डन ओके माइला डन नि जी नै हुँदैन त्यहाँ सुनै केटा हो म यहाँ डायलग भन्दै छु के भनेर दाइ सिकाउनु ला माइला डन आई लभ यु भन्न पहिला हैन आई लभ यु भन्नु अलि परेन मैले फकाउने यस्तो हो नि त म जबरजस्ती लभमा उहाँसँग पर्छु तर रियल लभ चाहिँ म कुलसँग गर्छु भन्ने हो नि त यसमा त्यस्तो त भन्नै भएन क्या तिमीले त भरम पार्ने हो गर मलाई फिल्म चाहिँ बिग्रन्छ बिउको साटोमा बरु शान्ति बराल लगाउनुहोस् मजाको हाइटी पनि छ के गर्ने अनि तिमीले कस्तो डायलग हान्न पर्यो भने माइला डन तिमीले कस्तो डायलग हान्न पर्यो नि माइला डन मैले संसारभरको चाहिँ नपर्यो धनी धनाढ्य आए पनि संसारभरका डन आए पनि संसारभरका हिरो आए पनि संसारभरका आर्मी पुलिस आए पनि संसारभरका पोलिटिसियन आए पनि तपाईँ भन्दा चाहिँ नपर्यो ग्रेट म्यान एन्ड स्मार्ट बोय मैले कहिले पनि देखेको छैन जीवनमा त्यस्तो हुन पर्छ देख्न पनि नपरोस् भन्ने के भन्ने देख्न पनि नपरोस् त कहाँ भन्ने त्यसरी त हुँदै भएन
अनि देख्न नपरोस् भने देख्यो भने त त्यो भागिहाल्छ नि त्यो छिटो त लिएको भने देख्न नपरोस् ल मैले मेरो स्क्रिप्ट त मैले लेख्ने हो मेरो दिमागमा स्टोरी आइसक्यो मैले यस्तो भन्छु कि मैलाजी पहिला म सिकाउँछु सुन बिउ सुन पुण्यजीले बताउनु सुन अब पर्ख त पुण्यजीले माइला डन इट्स प्लेजर अफ माइन्ड यो मेरो सौभाग्य हो तपाईको नाम त इन्टरनेसनल डनको रूपमा मैले खुबै सुनेको टिभीमा हेरेको म पनि एक टिकटक स्टार क्या एटिट्युड छ क्या अदा छ तपाईको कस्तो इन्टरनेसनल फेम छ रेपुटेसन छ म त आई रियली इम्प्रेस्ड माइला डन मलाई तपाईको हृदयमा कतै ठाउँ दिनुहोस् अनि माइला डन वा मुस्कुराउने वा एउटा चमक हुन्छ माइला डनको यस्तो अनि एउटा गीत जस्तो आउँछ ल अब तिमी फेरि त्यसपछि चाहिँ बिउले चाहिँ डान्स गर्छिन् अनि म पनि साथमा गएर पेस्तोल पड्काएर बन्दुक पड्काएर डान्स गर्छु म साथमा सपना त गर्छ कता त्यस्तोले यता पड्काएको उता पड्काउनु पर्छ त्यस्तो माथि त चरा मर्छ त माथि चराहरू पो मर्छ त मलाई त चरा डनहरू नि त सुरुवातै पड्काएर गर्छ उता पड्काउने हो त्यस्तो तलको जिम्मा त माथि भयो थ्याङ्क यू सो मच भन बिउ दाइ म एकछिन याद गर्छु होइन डायलगहरू म अहिले एकछिनमा भन्छु म मनमा याद गर्दैछु माइलाजी अनि तपाईँले मलाई किडन्याप गर्नुभयो नि त लास्ट टाइममा मैले तपाईँसँग मानिनँ तपाईँले मलाई किडन्याप गर्नुभयो अनि मैले नाइ माइला प्लिज म सिर्फ मेरो कुलको माथि हुन सक्छु भनेर भन्छु होइन अनि त्यो बेला चाहिँ तपाईँले के डायलग हाल्नुहुन्छ होला पिस्तोल माथि पड्काउनु पर्यो नि त त गर्नु पर्यो नि त मैले भन्छु ए केटा जाऊ त कुल भन्ने को हो त्यसलाई पक्रेर लिएर आऊ मेरो सामुन्ने जाऊ छिटो जाऊ तुरन्तै अनि चाहिँ गएर 24 घण्टाको अन्दर कुल मेरो अगाडि 24 घण्टा होइन 12 घण्टाको चाहिँ नपर्यो अन्डरमा मेरा सामुन्ने कुललाई लिएर आइयो जिउँदो या मुर्दा आइयो चाहिनु सपोर्ट आइयो त्यस्तो हुन्छ ए बिउ तिमीले एकछिनपछि कुललाई जोड्न सक्छौ कुल लाइफ छैन होला त म जोड्छु फोन गर माइला डन के गर्नु तर यस्तो हो कुलको बेइज्जत नगर उसले खेल्छ कि उसले खेल्छ होइन अहिले कुरा गर्नुपर्छ कुलसँग अहिले हामी विशेष रूप भन्दाखेरि माइला बिहेको सिन सुन्नु माइला डन पुण्यजी सुन्नुहोस् हामीले एउटा कुरा के गर्नुपर्छ नि यो डाइलेक्ट मार्दाखेरि कसैको पनि व्यक्तिगत नाम नलिउँ है जस्तो मैले टाइगर भने नि राजलाई टाइगर भाषामा नाम नलिनु कुनै एउटा अलग नाम दिएर जस्तो रविचन्द्र ठकुरलाई छोटे डन भनियो हो त्यस्तो गरेर डाइलेक्ट मार्नुपर्छ किन कसैको नाम के राख्नु भन्नु त तपाईहरुले हामीले कुलको नाम हामीले के राख्नुपर्छ भने सुन यो टिकटक अहिले 7000 ले हेरेका छन् बे यहाँ तल कमेन्ट आ तिम्रो माइलदाइको नाम बस यस बस हुन्न बस यहाँ सबैले बस भन्नुहुन्छ तर बादशाह बोस भन्ने शब्दले वा डोमिनेट हुन्छ के डनको अर्थै रहँदैन बादशाह पनि हुँदैन उहाँको नाम चाहिँ एउटा के भने कालु पाण्डे त्यस्तो हुन्न कालो बनाइदिए कालु पाण्डे पनि एउटा खतरनाक मान्छे हुन्छ नि त ह्यान्सीको रोल भनेको फुटपाथमा कालु पाण्डेलाई 12 घण्टा भित्रमा लिएर आइयो माइला डनको सामुन्ने कालु पाण्डे नाम राख्नु कसैले आलु पाण्डे नबनाइदियो ल गाइस सुन पर्फेक्ट नाम भनेको कुलको नाम राधे राख्नुपर्छ ल आलु पाण्डे ठीक होला गाइस राम्रो छ हैन राधे कुलको नाम राधे अथवा हुन्छ के नाम राख्नु पर्छ के नाम राख्नु भने कुलको नाम के हुन सक्छ कुललाई बनाउने के हो खास उलाई के कुनै पुलिस विभाग दिने हो या रोहित राखौ न रोहित हैन उसलाई दिने के हो विभाग के हो उसको पुलिस हो
हरामी मान्छे टिकटकमै आएको हुन्छ कुल त तपाईँको टिकटक स्टारै हुन्छ यहाँ पनि टिकटकमा आएको भएपछि उसलाई चाहिँ नपर्यो एउटा सेलिब्रिटीको रूपमा राखौँ न सेलिब्रिटीको प्रेम नो राधे राम्रो छ ह्यान्सीको रोल चाहिँ रकी के हुन्छ भन्दाखेरि ह्यान्सी फुटपाथमा जान्छ थ्याङ्क यू माइला मेरो एमपीको नाम हेर्नु न अब के नामै भन्नु मिल्दैन नि त के अरे दिनेशजी थ्याङ्क यू बिउको नाम लैला कि रानी थ्याङ्क यू दादा रानी राखे पनि भयो रानी पनि ठिक हुन्छ रानी तपाईँको दुई तिनवटा जिब्रो रहेछ कोही बेला लैला भन्छ एकछिन मलाई एकजनाले भन्दै भने फेरि ए रानी भन्छ छोरा मान्छेको बोलीमा त एकचोटि बोल्ने मलाई त्यति लैला राख्ने लैला ओ लैला हर कोई देखे मुझसे मिलना अकेला लैला त्यसपछि उहाँ नाच्ने तिमीले गाउने लैला रे लैला अनि उहाँ नाच्ने यस्तो हुन्छ राजभाइ यस्तो हुन्छ कि एउटा क्लबमा डान्स हुन्छ बिउ चाहिँ क्लबमा डान्स गरेकी हुन्छन् राज र म चाहिँ हामी हाम्रो होइन एउटा पार्टीमा डान्स गरेको त देखाउनु पर्यो गर क्लबमा होइन पार्टी म कसैको राम्रो एउटा सेलिब्रिटीको पार्टीमा चाहिँ मलाई मेन रोल मलाई बोलाइरहेको हुन्छ इन्भाइट गरेर हुन्छ म त हिरोइनमा तपाईँको फर्स्ट नजर मलाई जान्छ बुझ्नुभयो म तपाईँलाई भाउ दिदिनँ फर्स्ट नजरमा तपाईँ मलाई पार्टी राख्ने रोल मेरै हुन्छ त्यसमा राज र मेरो मित्रता भइसकेको हुन्छ अनि हामी दुईटै त्यहाँ गएका हुन्छौँ उपस्थित हुन्छौँ राजले पनि तिमीलाई मन पारेको होइन त्यति बेला तपाईँ र मेरो मित्रता भएको हुँदैन बिउ त्यो त्यतिखेर त्यहाँनिर पार्टीमा उसले पार्टीमा टक्राएको हुन्छ पार्टीमा आएको हुन्छ त्यति बेला तपाईँ माइला डन पनि उताबाट आएको हुन्छ यता टाइगर डन पनि त्यहाँनिर गएको हुन्छ त्यहाँ झम्का भेट हुन्छ तपाईँको नजर बिउमा पर्छ तर बिउको नजर चाहिँ मसँग पर्छ क्या त्यो गर्दाखेरि तपाईँ र मेरो त्यहाँनिर झगडा हुन्छ त्यहाँ झगडा हुँदाखेरि त्यहाँ बाउन्सरहरू पनि छ अरू होइन तिनीहरूले छुट्याउँछ गरेपछि एकअर्कामा इकाइ गरेर छुट्टिएर जान्छ होइन समय बत्ता ठाउँ बत्ता कुन ठाउँमा आउने त्यो ठाउँमा आइज तेरो दम छ भने तेरो केटा लिएर हे माइला डन भनेर मैले थर्काउँछ क्या तपाईँलाई त्यसपछि अर्को मैले अर्को पटक त्यो च्यालेन्ज भइसकेपछि मैले छोटे डनलाई पठाउँछु तिमीसित भिन्न छोटे डन र तिम्रो चाहिँ इलाकामा चाहिँ लडाइँ हुन्छ लडाइँ भएपछि छोटे डनले हार्छ घायल भएर छोटे डन मसँग आउँछ त्यसपछि चाहिँ नपर तिम्रो र मेरो घमसान फाइट हुन्छ एउटा त्यसपछि तिमी र म मिल्छौँ दुइटैको चाहिँ हानि नोक्सानी हुन्छ दुईटैका सेना घायल हुन्छन् अनि तिमी र म मिल्छौँ मिलिसकेपछि त्यहाँबाट बल्ल अर्को कहानी सुरु हुन्छ दुईजनाको घायल हुन्छ दुईजनाको एक एकवटा गेडा फुट्छ अब होइन त्यो घायल मतलब सेना घायल हुन्छ तिमी र म घायल हुन्नौ तिमी र म घायल भएपछि त कहानी जस्तो हाम्रा सेना घायल हुन्छ किनकि तिमी र म जो घायल भएपछि त कहानी जो सकियो त्यहाँ के को डन भइयो र होइन हामी घायल हुन भएन हामी हुने होइन घायल अन्तिममा पहिला सेना लड्छन् सेना लडेपछि अन्तिममा तिम्रो र मेरो फाइट पर्छ फाइट लड्दा लड्दै दुईटैको बराबर सुन एकले मेरो सकिए होइन फाइट लड्दा लड्दै दुईटैको बराबर टक्कर हुन्छ न तिमीले हार्छौ न मैले हार्छु घमासान हुन्छ अनि केही नलागेपछि लास्टमा हामी दुईटैले एक दोस्रोको आँखामा हेर्छौँ अनि दोस्तीको हात बढाउँछौँ दुईटा मिल्छौँ अनि हामी त दुईटा हात मिलाउँछ अनि बिउला त कुलबाले उडाउँछ अनि कुलबाईलाई गएर हामीले चाहिँ नपर्यो धुलाई राम्रो कुलबाईको लागि म जे ज्यान दिएर आउँछु माइला डनलाई बिउदेखि कहाँ शङ्का हुन्छ भने बिउले एउटा माइला डनले एक दिन बिउको मोबाइल चेक गर्छन् हेर्दा त जम्मै लभ इमोजी पठाइरहेको हुन्छ कुललाई त्यो देखेपछि माइला डन फायर यो के हो बिउ के हो लैला यो बिउ नभनौँ न यो के हुँदैछ अनि के भन्छौ तिमी त्यतिखेर भन्नु त बिउ म के भन्छु त्यो बेला होइन यो केही मात्रै होइन यो त यो मैले च्याट गरेको होइन मेरो बहिनीले च्याट गरेको भन्छु होइन त